आजको भिडियोमा मैले पावर बैंक रिपेयर गर्न गइरहेको छु। प्रायः जसो पावर बैंकहरू रिपेयर हुँदैन र रिपेयर पनि गरिँदैन, किन भन्दा त्यसमा लगाइएको कम्पोनेन्टहरू पाउन सकिँदैन। खराब भयो भने रिपेयर गर्न सकिँदैन। र यो चाहिँ मैले रिपेयर गर्न थालेको छु किन भन्दाखेरि यो 30,000 एमएचको पावर भएको पावर बैंक रहेको छ। त्यही भएर यसलाई म रिपेयर गर्न गइरहेको छु। अनि यो पावर बैंक मैले पहिला नै खोलिसकेको छु। खोलिसकेर यसमा खराब भएको यसको आइसी रहेको छ। आइसी मैले अनलाइनबाट मगाइसकेको छु। यो मेरो अनलाइनबाट मगाएको सामान आइसकेको छ। यो हुलाकको मार्फत यो आइपुगेको छ। अहिले म यो खोलेर नि देखाउने छु। अनि यो मेरो मगाएको हुलाकको मार्फत आएको छ। पहिला म यो पावर बैंकलाई खोल्छु। पावर बैंकलाई खोल्नलाई अलिअलि औजार पनि चाहिन्छ। पावर बैंक खोल्नभन्दा पहिला मैले यो मेरो मगाएको सामान हेर्छु। यो चाहिँ नेपालमा आइसकेपछि के सामान छ भनेर यो चाहिँ चेक गरेर फेरि प्याकिङ गरेर हाम्रो एरियामा हाम्रो लोकेसनमा आउँदो रहेछ साथीहरू। पहिला चाहिँ यस्तो हुन्थेन, अहिले चाहिँ नयाँ नियम छ। पहिला अर्डर गरिसकेपछि ट्याक्स लाग्थेन, अहिले भने सामान आइपुगेपछि ट्याक्स लाग्ने हुन्छ, थोरै थोरै ट्याक्स लाग्ने हुन्छ, त्यस्तो धेरै चाहिँ लाग्दैन। यो रहेको छ मेरो 1 2 3 4 5 पिस मैले मगाएको थिएँ। यो अलि महँगो थियो अरूभन्दा, त्यही भएर मैले जम्मा 5 पिस मगाएको छु। यो आइसी मैले जुन मगाएको छु त्यही नै आएको छ। एकदम खुसी लाग्यो। ढिलो आयो तर 1 महिनामा आयो। आउन चाहिँ आउँदो रहेछ। अनि थोरै थोरै यसको चार्ज पनि लाग्यो नेपालमा आइसकेपछि। अब यसलाई खोल्नलाई पहिला नि यो मैले खोलिसकेको थिएँ, खोल्नलाई अलिक गाह्रो हुन्छ। एकदम नबिगारी तरिकाले खोल्नुपर्ने हुन्छ। यो 30,000 एमएच भएको कारणले यसलाई मैले रिपेयर गर्न गइरहेको हो, नत्र भने मैले रिपेयर गर्ने थिइनँ। यसमा इन्डिकेटर चाहिँ एलइडी इन्डिकेटर दिएको छ, डिजिटल छैन। यसको वायर पनि यहाँ रहेको छ। यो सर्ट नगरोस् भनेर मैले यहाँ टेप लगाइदिएको थिएँ। यो माइनस रहेको छ, यो प्लस वायर रहेको छ। 1 2 3 10,000 20,000 30,000 30,000 एमएच भएको कारणले मैले यो रिपेयर गर्न लगाएको हो, नत्र भने मैले रिपेयर गर्ने थिइनँ। एकदम हेभी रहेको छ, राम्रो रहेको छ। अब यसको मेन काम भनेको यता रहेको छ, जुन मैले यसको आइसी भनेको यो रहेको छ 1 2 3 4 5 6 7 8 8 पिनको रहेको छ। यो बक्सलाई हटाइदिउँ एकछिन। अब यसमा देख्न सकिन्छ यतापट्टि यस्तो रहेको छ भने यहाँ एलइडी इन्डिकेटर यहाँ रहेको छ, कति चार्ज भएको छ त्यो अनुसारले देखाउने गर्छ। अनि यतातिर हेर्दाखेरि एउटा दुईटा तीनटा यो दुईटा युएसबी र यो टाइप सी यो बटन स्विच रहेको छ भने नर्मलै मदरबोर्ड रहेको छ, धेरै कम्पोनेन्टहरू युज भएको छैन। ब्याट्रीलाई सुरक्षा गर्नको लागि यहाँ एउटा सानो आइसी टाइपको राखेको छ। अनि अर्को कुरा यो मेन यसको चार्जिङ आइसी र पावर बैंक आइसी बुस्ट भोल्ट गर्ने आइसी नै यही रहेको छ। यो कोइल यसरी यसले काम गर्ने गर्छ। यो चाहिँ मैले चेक गरिसकेको छु, यसको यही खराब छ। अब म यसलाई डाइरेक्टली यही चेन्ज गर्न गइरहेको छु। यसमा भने मैले हड्गनले पुरानो आइसी झिकिसकेको छु, मैले त्यो देखाइनँ। अब यसमा म नयाँ आइसी लगाउँछु। अब यो एउटालाई मैले काट्छु कैँचीले एउटा मात्रै निकाल्छु, अरूलाई त्यही प्याक गरेर राखिदिन्छु। अब यो नयाँ आइसीको पिनमा थोरै पेस्ट लगाएर सोल्डिङ लगाउनु पर्ने हुन्छ, थोरै राम्रोसँग छोपियोस् भनेर यसले। अब आइरनले यसको पिन जतिमा थोरै थोरै पेस्ट लगाइदिन्छु। थोरै थोरै पेस्ट लगाइदिइसकेपछि यसले राम्ररी सोल्डिङ छोप्ने गर्छ। यो बिचको भाग पनि यसको सप्लाई रहेको हुन्छ, यसमा पनि थोरै पेस्ट लगाउँछु, सोल्डिङ लगाइदिन्छु, अनि काम गर्ने गर्छ यसले। यतातिर नि हल्का ठिकै छ। अब डाइरेक्ट हड्गनले यसलाई हान्दिएपछि एकदम राम्रो हुने गर्छ।
मिलाएर हड्कनले हानिदिएपछि यो राम्ररी सोल्डिङ छोप्ने गर्छ। पछि अब यसमा थोरै थोरै पेस्ट लगाएर आइरनले सोल्डिङ गरिदिनु पर्ने हुन्छ ताकि राम्ररी छोपुस् भनेर। अब भने यसमा आइरनले त्यसको पिनमा फेरि सोल्डिङ गरिदिनु पर्ने हुन्छ राम्रोसँग टच नभएकोलाई राम्ररी आइरनले सोल्डिङ गरिदिएपछि यो एकदम पक्का हुने गर्छ यसमा। अब भने यसमा प्लस माइनस चिनेर म कनेक्सन गर्न गइरहेको छु ब्याट्रीको। यसरी होइन छ यो, यसलाई घुमाएर गर्नुपर्ने हुन्छ ब्याट्रीलाई घुमाएपछि ठ्याक्क यसको मिल्छ, प्लसमा प्लस माइनसमा माइनस। अब मजाले आइरनले सोल्डिङ गरिदिएपछि एकदम राम्रो काम हुने गर्छ। अब प्लसको पालो रहेको छ। प्लस पनि सोल्डिङ भएको छ। त्यो जोड्न साथ पावर ब्याङ्क मोडुलमा प्लस माइनस सप्लाई दिन साथ सुरुमा अन हुने गर्छ। यो एलइडी बलेको छ, एलइडी बलेको देखिएको छ माथिको साइडमा। आइसी भने त्यस्तो साह्रै हिट भएको छैन, अलिअलि काम गर्दाखेरि अलिअलि हिट त थोरै हुने गर्छ। अब यति गरिसकेपछि अब मैले के गर्छु भने अब यसलाई म बोर्डमा अब यसको बक्समा फेरि मैले यसलाई सेट गर्ने गर्छु। पहिला मसँग यो एउटा मोबाइल रहेको छ, म एकचोटि यसमा चार्ज लगाएर हेर्छु यसले आउटपुट दिएको छ कि छैन भनेर। जुनसुकै युएसबीमा जोडे पनि हुन्छ, यसमा एकै प्रकारको आउटपुट दिने गर्छ यसले चाहिँ। एलइडी पनि बलेको छ, अटोमेटिक एलइडी बल्ने गर्छ यसले। अनि मोबाइलमा चार्ज पनि भएको छ। अब यो यति गरिसकेपछि अब यसलाई म बक्समा फेरि मिलाएर सेट गर्ने गर्छु। आइसी भनी त्यति धेरै हिट त भएको छैन, अलिअलि काम गर्दाखेरि थोरै थोरै हिट चाहिँ हुने गर्छ। अब पालो भएको छ, बक्समा सेट गर्ने पालो भएको छ। अगाडि पछाडि ठिकै छ, यो भाग तल हुने गर्छ त्यो भाग चाहिँ। अब पहिला अगाडिको मोडुलै मिलाउनु पर्ने हुन्छ। मोडुल ठाउँमा बस्यो भने यसरी नै रहेछ, बस्यो, मोडुल बसेको छ। मोडुल भने ब्याट्री पनि बसेको छ। अब त्यसमा दुईटा स्क्रुप रहेको छ, अब स्क्रुप टाइट गर्नुपर्ने हुन्छ। अन अफ बटन रहेको छ, अन दबाएपछि काम गर्ने गर्छ। यो अब स्क्रुपलाई मैले मजाले टाइट गरिदिन्छु। एउटा भयो, अब अर्कोको पालो रहेको छ, यो पनि टाइट भइसक्यो। यति भइसकेपछि एलइडी इन्डिकेटर बोलिरहेको छ अहिले। अब यसले इनपुट लिएको छ कि छैन म चेक गर्छु। इनपुट लिएको छ, एलइडी चार्जिङको एलइडी बलिरहेको छ। अब भने यो एलइडी इन्डिकेटर रहेको ठाउँमा यो एउटा कालो फर्म राखेको छ, लाइट बाहिर नजाओस्, त्यहाँ सजिलै माथि देखियोस् भनेर। अब भने यसको मैले ढकनी लगाइदिन्छु। ढकनी लगाइदिएपछि राम्ररी प्याक गर्नुपर्ने हुन्छ। आफूले चाहिएको खण्डमा थोरै थोरै सुपर ग्लु या अरू ग्लुहरू लगाउन सकिन्छ। त्यसको एलइडी बलेको देखिएको छ, मधुरो देखिएको छ, उज्यालोमा देखिएको छैन। अनि देखिएको छ, बलेको छ, काम चाहिँ गरेको छ, देखियो, अब चाहिँ देखिएको छ राम्रै सजिलैसँग। अब यसको आइसी पनि चेन्ज गरियो, चेन्ज गरेर लगाउँदै अब यसलाई फेरि हामीले पुनः चार्ज गर्न सक्यो यसबाट। यो हाम्रो पावर ब्याङ्क रेडी भइसकेको छ। साथीहरू, भिडियो हेरिदिनु भएकोमा धन्यवाद।